हाई हेलो साथीहरु नमस्ते नमस्कार नमस्ते ऑल इट्स मी अन्जना सुनवार अफिसियल युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई आफ्टर लङ टाइम पछि भ्लग स्टार्ट गर्दैछु। देखिरहेछ हेर त मलाई देखिरहेछ। आफ्टर लङ टाइम पछि मैले चाहिँ मिनी भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ म जापान आएको कति दिन भयो भने हामी आएको कति दिन भयो भन त। वेलकम मेरो साथी सुशीला वेलकम। हाई भन न। हाई भन न। हाई मेरो भ्लगमा वेलकम छ तिमीलाई पनि फर्स्ट टाइम। तिमी चाहिँ फर्स्ट टाइम है। हामी चाहिँ आज कहाँ जाँदैछौँ भने चाहिँ आज चाहिँ हामी जापान आएको आइपुगेपछि पहिलोचोटि तरकारी किन्न चाहिँ तरकारी बजार जाँदैछौँ। मलाई देखाइरहेछ हेर। देखिरहेछ बाहिर ब्याकग्राउन्ड देखिरहेछ। यो चाहिँ म बस्ने घर चाहिँ हो त्यहाँ है साथीहरू। अनि म चाहिँ पहिलोचोटि त नभनौँ जापान आएपछि चाहिँ पहिलोचोटिको भ्लग नै हो क्या यो मेरो। अनि म र मेरो साथी चाहिँ हिँड्दैछौँ। यो चाहिँ मेरो रुममेट है रुममेट। यो चाहिँ भुइँमा सुत्छ म चाहिँ खाटमा। आज हामी कहाँ जाँदैछौँ भन त। तरकारी बजार कुन ठाउँ जाँदैछौँ? सिनगावामा तिमीलाई। अनि यहाँ जापानमा चाहिँ यस्तो हुँदो रहेछ है साथीहरू। यो देख्यो हाम्रो नेपालमा चाहिँ यो देख्यो हाम्रो नेपालमा चाहिँ के हुन्छ भने गयो अनि टक्क मलाई 100 रुपियाँको कोक दिनु न जिग्री दिनु न भनेर माग्ने चलन हुन्छ। यहाँ चाहिँ त्यस्तो माग्ने चलन हुँदो रहेनछ। यहाँ चाहिँ गयो टक्क पैसा झिक्यो प्राइस त्यही हुन्छ त्यही अनुसार हाल्यो अनि झिकेर गयो साथीहरू। अनि यो चाहिँ हामी जाँदैछौँ। मैले यो चाहिँ गएको हो तर हामी पढ्ने गएको चाहिँ होइन। हात गलिसक्यो। यो चाहिँ मेरो आजको आउटफिट कस्तो देखेको छ यस्तो यस्तो क्यामेरा चाहिँ राम्रोसँग पक्रिनै आउँदैन क्या गाइजहरू। त्यही भएर हल्लेको गर्छ हल्लेको ल ओके गर त यहाँ पछाडि बिचमा टक्क। अनि गाइजहरू आज चाहिँ हामी यहाँ चाहिँ जापानिजले हामीलाई हेरिरह देख्नु भएको छ कि छैन। म चाहिँ भिडियो बनाएर हिँड्दैछु नि त त्यही भएर हामीलाई हेर्दैछ जापानिजले। अनि गाइजहरू हामी चाहिँ आज जापान आइपुगेको चाहिँ 21 दिन भइसक्यो है। हामी चाहिँ जापान आएको 21 दिन भइसक्यो। 21 दिनसम्म चाहिँ हामी चाहिँ रुमबाट बाहिर पनि जाँदैन थियौँ क्या। जान त जाने गएकोबाट होस्टेल आउने सुत्ने मात्र हुन्थ्यो। अनि आज चाहिँ हामी जाँदैछौँ। अनि आज चाहिँ हामी तरकारी बजार मार्केटमा जाँदैछौँ। तपाईँलाई म देखाउने छु। अनि म कहाँ जाने छु तपाईँहरूले मेरो भ्लगमा सबैजनालाई म देखाउने छु। र आज मैले के सामान किन्ने छु र त्यो सामानको मूल्य कति पर्नेछ तपाईँलाई म टोटली रूपमा देखाउने छु है त गाइजहरू। अनि हामीले चाहिँ जापान आएको 21 दिन हुँदासम्म पनि तरकारीमा चाहिँ हामीले के खायौँ सुशीला भन् त अहिलेसम्ममा भन् त के खायौँ भन् त। हामीले चाहिँ अहिलेसम्ममा दाल खायौँ। दाल चाहिँ मलाई मेरो चाहिँ फेभरेट हो। तर दाल र अन्डा खाइ चाहिँ। अनि खसीको झोल खायौँ कि साथीहरू। खसीको झोल लोकल खसीको झोल। त्यस पछाडि आज चाहिँ हामी तरकारी लिएर फुल्ली भात पकाएर खानेछौँ इन्जोय गर्नेछौँ। भेटनानीहरू गाइजहरू हेलो गाइजहरू हाई ब्युटिफुल गाइजहरू। यति राम्रो छ कि देख्दा आँखा हाई राम्रो देखिरहेछ। ढिलो भयो कुदम गाइस। हामी चाहिँ दाना बाबा स्टेसन कुद्दैछौँ ट्रेन चढ्नको लागि गाइज। यो चाहिँ हाइवे हो। हाइवेमा चाहिँ एकदमै भिडभाड हुन्छ साथीहरू। अनि यहाँ चाहिँ जापानमा चाहिँ अनुशासन रुल्स नियम भन्ने पनि त हुन्छ नि त। त्यही भएर नियमलाई चाहिँ एकदमै फलो गर्नुपर्ने हुन्छ साथीहरू। जापानको अनुशासनहरू कस्तो छ के छ मान्छेहरू धेरै हो हल्ला गर्नु हुँदैन। हामी चाहिँ
ताकादाना बाबा स्टेसनमा आइपुगेँ। म चाहिँ टोकियोको सिन्जुकुको पनि ताकादाना बाबा स्टेसनमा बस्छु। मान्छेहरूको छेउमा बाढमा चाहिँ हल्ला गर्नु हुँदैन गाइजहरू, त्यही भएर यो चाहिँ म यहीँ स्टप गर्न चाहन्छु। तपाईँहरूलाई म आधा बाटोमा भरे देखाउने छु है त साथीहरू। म चाहिँ यो टोकियो सिन्जुकुको चाहिँ ताकादाना बाबा स्टेसनमा बस्छु। यो चाहिँ ताकादाना बाबा स्टेसनको ताकादाना बाबा स्टेसन हो। हामी चाहिँ टोकियो सिन्जुकु ताकादाना बाबा स्टेसनको छेउमै बस्छौँ। यहाँबाट चाहिँ हिँडेर 5 मिनट हिँड्यो भने चाहिँ हाम्रो रुम पुग्छौँ। यो कुन ठाउँ हो सुशीला? यो सिन्जुकुको ताकादाना बाबा स्टेसन। अनि हामीलाई यो स्टेसनमा आइपुग्नको लागि चाहिँ मात्र 9 मिनट मात्र लाग्छ। हिँडेर 9 मिनटमा हामी यो स्टेसन आइपुग्छौँ। यो स्टेसनभन्दा 5 मिनट पर चाहिँ हाम्रो गएको छ साथीहरू। हामी चाहिँ मेन अब हामीलाई टोकियोबाट चाहिँ मेजिरो जानु पऱ्यो, साइतामा चिबा जहाँसुकै जानु पऱ्यो भने पनि हामी आउने मेन स्टेसन चाहिँ यही हो हाम्रो रुम छेउबाट है। ओ बुढाहरू, ओ यो काभ्रेको तामाङ भाइ हो? सचेत भएर बस है काभ्रेको मान्छेसँग। तेरो क्लासमेट होइन? ए गएको नै अर्को। ल अब हामी बनाउनु। ओ बेबी के छ? ओ बेबी, ओ कुल्लु बेबी, वेलकम बेबीहरू। आऊ गाइजहरू टोकियोको हेलो भन न कुल्लु बेबी। अर्काकै बुढा भए पनि बेबी भनौँ न। कुल्लु वेलकम गाइजहरू। तिमीहरू कहाँ हिँडेको? उसको चाहिँ घर अनफ्रेन्ड हुन्छ एकै सेकेन्डमा। अहिले सिङ्गल बेबी हुन्छ, एकछिनमा अनफ्रेन्ड। हामी चाहिँ कहाँ हिँडेको अहिले चाहिँ? कहाँ? सिनागावा है? सिनागोकु। ए हेर मलाई देखिराख। टोकियो सिन्जुकु। हाम्रो चाहिँ राम्रो राम्रो तरुनीहरू छैन नि त गाइजहरू। हेलो गाइजहरू, यो सोएनको ग्रुपको अनुहारहरू हेर है गाइजहरू। ए त्यो धर्म मान्न गयो? यिनीहरू नगएको ठाउँ कहीँ पनि रहेनछ। यो पार्क आएको थियो कि थिएन गाइजहरू? यी हामी पनि आएको हो कि। राम पुकार्छौ दही। राम तिमी चुनालाई डिपेन्डमा ल्याउने नल्याउने भनिहाल त। जुनालाई डिपेन्डमा ल्याउने नल्याउने ल्याउने। अब यो जापानको लाइफ कस्तो लागिरहेको? क्वालिटी खोज्ने हो कि थाक्यो? थाकिरहेछ सुशीला? कस्तो लागिरहेछ? बिन्दास लागिरहेछ नि यार। आज रासन पानी बोकेर आइयो 1 महिनाको लागि। के अरे तेरो गर्लफ्रेन्ड बोयफ्रेन्ड यहाँ छ कि? आइ भन् न, आई लभ यु भन् त शान्तिलाई। ढोक थाप्ने मै हो के दिदी हो? हेलो गाइजहरू, हेलो भन न सबैजनाले। कहाँ हिँडेको गाइजहरू? अलि राम्ररी आउनु रतनेको जस्तै भ्लग बनाऊँ भनेको। यिनीहरू कहाँ गयो? हाम्रो पनि अमेरिकाले चिनिहाल्छ कि? अमेरिकाबाट चिनिहाल्छ कि हामीलाई पनि गाइजहरू? नलुगा सन्तोष अमेरिकाबाट हामी जस्तो राम्रो मान्छे गुमाइहाल्नु हुँदैन है। अमेरिकाले हामीलाई पनि चिनिहाल्नु पर्छ। हेलो भन्। सन्तोष तेरो गर्लफ्रेन्ड कहाँ छ अरे? तेरो बेबीले घरिघरि किन अनफ्रेन्ड गर्छ हामीलाई भन्? छिटो भन्। गाइजहरू डेभलपमेन्ट कन्ट्रीमा आएपछि यस्तो हुने रहेछ। यो अदुवा तेल चामल
साग 1 महिनालाई बोकेर यता गाडी आयो गाइजहरु मैले चाहिँ अघि तपाईहरुलाई सामान किनेको चाहिँ भ्लग देखाइन किनकि हामी सिनाबुकुमा गएको थियौं सामान किन्न सिनाबुकु नै हो है ठीक हो सिनाबुकु स्टेशनमा गएको थियौ त्यहाँ चाहिँ नेपाली पसलमा टन्नै सामान पाइँदो रहेछ इधर का सामान उधर है आपके सामान सस्ता है त्यही भएर अलिकति भाषा बुझ्ने नभएर चाहिँ हामी त्यहाँ गएको थियौँ त्यहाँबाट चाहिँ हामीले रासनहरू लिएर आएको छौँ जापान आएपछि हामीले चाहिँ फर्स्ट टाइम किनेको रासन हो अनि यसलाई चाहिँ 10 केजीलाई 7,000 हालेर किनेको 7,000 जापानिजमा भना त जिउ नाना सेन हालेर चाहिँ किनेको नाना देखाउ 150 अनि यसलाई चाहिँ कति सयको 200-400 को साग है गाइजहरु जापानमा 400 को साग 400 को अनि त्यसपछि देखाउन तिमी यो चाहिँ 250 को धनिया यो चाहिँ दालमा हालेर खाएको गाइजहरु सुनेछि मसाला दिँदैछ अनि मैले चाहिँ तपाईहरुलाई अघि पसलमा चाहिँ भिडियो किन भ्लग किन नबनाएको भन्दाखेरि पसलमा चाहिँ एकदमै भिड भएको थियो हामी चाहिँ साङ्गा पाखा गएको थियौँ त्यही भएर हामी फेरि 2-3 जना मात्र गएको थियौँ त्यही भएर झिक्न हतार भएर चाहिँ हामीले भिडियो नबनाएको किनकि रात परिसकेको थियो त्यही भएर रुममै आएर भिडियो सेट गरेको यो चाहिँ 1 केजी छ यसलाई चाहिँ हामीले 600 हालेर किनेको प्याज नेपालमा चाहिँ यसलाई चाइनिज प्याज भन्थे तर यो चाहिँ यहाँ चाहिँ के प्याज हो त्यो पनि प्याज त प्याजै हो हैन यो चाहिँ छ रातो मसरुमको दाल यस्तो गरेको खिचा मेरो यस्तो गरेर त भने म एडिट गरेर म फोटो क्रप गरेर यो चाहिँ थम्बनेललाई पनि छ यस्तो राम्रो आयो फोटो नै खिच्ने हो होइन भिडियोमै बनाउने भने म बनाउँछु फोटो निकाल्छु अनि यो चाहिँ मसरुमको दाल छ यो चाहिँ यसको रेट प्राइस चाहिँ 390 भन्छु सिनाबुकुमा को त साथीहरु किन्न जान्छ यो चाहिँ 690 को है गाइजहरु भन्दा माला यो चाहिँ 400 को हो 400 को दाल खाएपछि जापानमा किन ज्यान नलागोस् अनि यो चना मटर यसको चाहिँ कति हो यसको कति हालेर ल्याएको यो त अलि ला यो त 500 को है आलु चाहिँ हामीले थोरै लिएर आएको छौँ गाइजहरु किनभने हामीले अस्ति बाटोबाट पनि किनेर ल्याएको थियौँ त्यही भएर यो आलु चाहिँ चौडी परेको पनि छ यसको प्राइस चाहिँ 300 यो सबै देखाऊ है यो चाहिँ हामीले 1 महिनाको लागि रासन लिएर आएको त्यही भएर दाल चाहिँ अलि धेरै लिएको छौँ सेम प्राइसको अनि यो चाहिँ लसुन कति हो यसको प्राइस 400 जेको पनि 400 भन्छ होइन होला तिमी यस गर यो हो पिठो यता बाहिरबाट देखाउन हो त्यसरी यो हो पिठो गाइजहरु यो चाहिँ हामीले रोटी बनाएर खान ल्याएको यो बेल्ने ल्याउनु पर्यो भनेको यस बेल्नेलाई चाहिँ 1100 रे त्यही भएर तर्सेर नलिएको त्यसपछि स्पेशल बुङ्गुरको मासु धराने बुङ्गुरको मासु है गाइजहरु यो चाहिँ 1500 है गाइजहरु अनि लास्ट रह्यो भनेको तेल यो हामीले कति लाउनु भनेको चाहिँ कति 1650 अनि चामल चाहिँ हामीले 2 केजी लिएर आएको छौँ ल फोटो कि यस्तो गरेको खिचा त भन्दै भ्लग गरौँ न भन्दै हाम्रो भ्लग चाहिँ हामीले चाहिँ रुममा आएर देखाइसकेको छौँ आजको हाम्रो सपिङ फाइनल्ली हामीले सपिङ गरेर सक्यौँ त्यही भएर तपाईहरुलाई चाहिँ भ्लगमा इन्जोय गर्नु होला भन्दै आजको मेरो भ्लग चाहिँ एन्ड गर्न चाहन्छु लाइक कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला साथीहरु अनि शेयर पनि गरिदिनु होला